एमालेको प्रतिस्पर्धी यहाँ मैले खास देखेको छैन। नयाँ पार्टीका साथीहरू सोशल मिडियामा अलिअलि देखिनुहुन्छ गालीगलौजमा, तर जनताको बीचमा मैले देखेको छैन। मैले कयौं साथीहरूलाई भेटेँ, तपाईँहरूले नयाँ नयाँ भन्नुहुन्थ्यो, मान्छे त नचिनेको मान्छे पो ल्याउनु हो भनेर पनि भने, मैले सापटी ल्याउनु हो पनि भनेर भने। मैले यो खालको स्थिति पनि मैले देख्दैछु। जनताले चिनेको, जनताले आफ्नो कुरो भन्न सक्ने, जनता बाँच्न सक्ने, जनताले आफ्नो कुरो चाहिँ निर्धक्क भन्न सक्ने र जनताले त्यो ढङ्गले चाहिँ परख गरेको, बेहोरेको, भोगेको र जम्मा जम्मी 1000 दिन कार्य अवधिमा झन्डै चाहिँ 200 दिन त म निर्वाचित सांसदको रूपमा यहाँ प्युठानमा आएको छु। म यसको डाटा पनि तपाईँहरूको बीचमा ल्याउने छु। यो सबै कुराहरू हेर्दाखेरि एमालेसँग प्रतिस्पर्धा गर्न पाए हुन्थ्यो। केपिएलसँग चुनाव लड्छु भनेर आफ्नो नाम चलाउन पाउने त धेरै मान्छेहरू छन्, तर एमालेसँग प्रतिस्पर्धा गर्ने तागतमा मैले देखाएको छैन। सबैलाई म प्रतिस्पर्धाका निम्ति, स्वस्थ प्रतिस्पर्धाका निम्ति आग्रह गर्न चाहन्छु। तर हामी पाँच पार्टी एकतिर हुँदाखेरि त चुनाव जितेको, अहिले त छुट्टा छुट्टै नीतिका हिसाबले एक्लै लड्न पाए हाइसन्चो हुन्थ्यो भन्ने मान्छे हुँ म। अहिले त्यो एक हिसाबले इच्छा पूरा भएको छ। हामी जनतालाई साथमा लिएर त्यो ढङ्गले चुनाव लड्छौँ, त्यो ढङ्गले अगाडि बढ्छौँ। गाउँ बस्ती सहर